नमस्कार। आज फेरि अर्को समाचार आयो। कुलमान घिसिङ, रवि लामिछाने र बालेन शाह मिलिसकेको भन्ने कुरा बाहिर आइसकेपछि जनताले के बुझ्नुपर्ने थियो र हुनुपर्ने के थियो। साँच्चीकै उनीहरू एक भइसके है। अब त्यसमा कुनै पनि विवाद आउन हुँदैन थियो। तर अब फेरि बैठक बसेर फेरि त्यहाँ छलफल गरेर मलाई यो पद चाहियो, मलाई त्यो पद चाहियो, अब हामी मिल्न सक्दैनौँ भनेर जनतामा निराशा दिने र गलत आतिएर गरेका निर्णयहरू गलत हुन्छन् भन्ने कुरा चाहिँ यहाँबाट बुझिन्छ। रवि लामिछानेले के बुझ्न जरुरी छ भनेपछि कसैले पनि यो समयमा जित्नु छैन, यो देशलाई चाहिँ जिताउनु छैन, मात्र पदका पछि लाग्छन् भनेपछि तिनीलाई तपाईँ बस्दै गर्नुहोस्, म चाहिँ कामतिर लागे भनेर अहिले चाहिँ टोल टोलमा, जिल्ला जिल्ला, गाउँ गाउँमा आफ्नो अभियान चलाएर चाहिँ हिँडेपछि चाहिँ त्यसले चाहिँ पुरा जित हासिल गर्छ होला। तर कसैसँग एउटा कोठामा बसेर पदको बार्गेनिङ गरियो भनेपछि चाहिँ पक्कै पनि हारिन्छ। किनभने जनता अहिले चनाखो भएर हेरिरहेका छन्। अब जित्नु छैन, जनतालाई बुझ्नु छैन, जनताका मागहरूलाई चाहिँ आफूले सम्बोधन गर्नु छैन, टोल टोलमा पुग्नु छैन। एउटा काठमाडौँमा बसेर एउटा कोठाभित्र बसेर पद बाँडफाँड गरियो भने राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै होइन, स्वयं शिवजी आए पनि हार्छन् भन्ने कुरा चाहिँ स्पष्ट हुन जरुरी छ। तपाईहरुलाई के लाग्दैछ? जब पदका कुराहरू भएका थिएनन्, बाँडफेड भएको थिएन भनेपछि हामी एकीकरण गर्यौं भनेर सार्वजनिक गर्नु एकदमै गलत हो। अब यस्तो निर्णय नआओस् कि कुलमानसँग मिल्न सकिएन। अगर त्यस्तो समय बर्बाद गर्नुभन्दा जनतासम्म जाउँ भन्न चाहन्छु। हस्, नमस्ते, जय।